एबिसी जुस यो बनाउन जान्दैछु आज म। सुरुमा एप्पल अनि बिटरुट, त्यसपछि क्यारोट र सँगै मैले लिएको छु पोमिग्रेनेट पनि। यसमा म मिसाउँदैछु अमला पनि है, किनकि भिटामिन ए अनि ई अनि भिटामिन सी प्लस यसले शरीरमा रगतको कमी छ भने पनि यसले बढाउँछ। ब्लड प्रेसर हाई भएको मान्छेले खाँदा झनै राम्रो, तर ब्लड प्रेसर लो हुनेहरूले चाहिँ धेरै क्वान्टिटीमा खानु हुँदैन र डेली पनि खानु हुँदैन, किनभने यसले चाहिँ ब्लड प्रेसरलाई अलिक लो बनाउँछ। त्यही भएर ब्लड प्रेसर हाई हुने मान्छेहरूले चाहिँ डेली खाँदा केही फरक परेन। अनि त्यस पछाडि यसलाई चाहिँ राम्रोसँग मिक्सरको जारमा सुरुमा जारमा हालेर यसलाई मिक्सरमा राम्रोसँग पिस्नुपर्छ। पहिला यसलाई मिक्सरको जारमा राखेँ। अब यसमा अलिकति पानी हाल्ने अनि त्यस पछाडि यसलाई अब राम्रोसँग पिस्दिने। अब रेडी भयो पिसेर। अब यसलाई राम्रोसँग छन्नीमा राखेर राम्रोसँग छान्ने है। अनि छानेर यस्तो भयो। अब यसरी सर्भ गर्ने। कलर कति दामी छ। अब यसलाई म खाँदैछु। वाउ, टेस्टी छ। ट्राई गर्नुहोस् है।